बाँसको तेल हो के को तेल अरे यो यो दिदी भाङ्गो गाँजा के त अघि मैले खाएको दानाको दाना गाँजा त्यसलाई चाहिँ पेलेर निकालेको पेलेर निकालेको त्यो म खासै खाने मान्छे चाहिँ होइन यसो चाख्नेसम्म थोरै तेल हालौँ न यता थोरै तेल तेल हाल्ने र अनि अब बाटो हिँड्नु हाम्रो हेर्नुहोस् त हामी यसै गरेर कति धेरै नै सुत्केरी यसै गरेर खान्छौँ हेर्नुहोस् यसरी त्यसलाई घोल्नु तपाईँलाई कम भयो हामी धेरै हाल्छौँ ए हाल्नु नि त यसमा हामी म पनि हाल्छौँ म हाल्नु नि त त्यसो भए धेरै हालेपछि फेरि ठिकै हो बाटो दुनैसम्म पुग्नु छ नि म पनि हाल्नुहुन्छ एकजनाले म पनि हाल्ने यो ऊ हाल्ने अनि अब काँचै तेल हालेर म त हालेको छैन नि त यहाँ अनि मजाले सुत्केरीलाई हो नि त ए चेन्ज भएको छ त्यसले गर्दा त्यसले अलिकति स्वादिष्ट हुँदो रहेछ अब यहाँ म पनि हाल्नु भने त स्वर्गै पुगिन्थ्यो होला नि त हातको यसरी बनाएर कसले कालो गरेको हातमा लागेको हुन्छ नि त त्यो यो बनाएको डोल्पाको यासा कडक छ कडक